नमस्कार साथीहरु, स्वागत छ तपाईलाई मेरो न्यू भ्लगमा। आज भने म तपाईलाई खरबुजा देखाउन गएको छु है। यो रम्मल घारीमा चाहिँ खरबुजा फलिरहेको छ कि ल हेर्नुस्। ओहो, जुसे जुसे छ त यार। हैन, यहाँ पनि अर्को फल लागेको छ। अनि यो पनि अलिकति यहाँनिर पनि छ है त फल। हेर्न सक्नुहुन्छ। आहा, यसरी यो चाहिँ। अनि यहाँ सँगसँगै बोडीको पनि रुख छ है। यहाँ बोडी पनि फलाएर छ क्या। के सबै टिपेर लगिसक्यो हो क्या हो? त्यहाँनिर एउटा मात्रै छ त बोडीको त। यो त उसको रुख होइन, पिपलको। यो पिपलको बोट रहेको छ। दाजु यो देखाउनु त यहाँ। यो पिपलको रुख बोट है। अनि यहाँ चाहिँ यो खासमा किन बाँडेको यो प्लास्टिकले? यहाँ यो अलिक ठुलो छ क्या खरबुजा। यहाँ प्लास्टिकले बाँडेको छ। अनि अर्को यता पनि बाँडिरहेको छ क्या प्लास्टिकले। यहाँ पनि लगभग अलिक ठुलो भएको रहेछ। सबैमा चाहिँ बाँडिरहेको छ। अनि यहाँ चाहिँ त भिन्डी पनि रहेछ। फलिरहेको छ भिन्डी एउटा टुक्लुक्क है त गाइज। अलिकति खाली रहेको ठाउँमा चाहिँ लगाएको रहेछ। खरबुजा अलिकति चाहिँ यो भ्यू देखाउँछु म। यस्तो छ यो पार्किङ। यो फेरि अर्को फुल छ।